नमस्कार, बी न्यूजमा स्वागत छ। म सुरेश सुनार। समाचार सुरु गरौं प्रमुख शीर्षकबाट। गुल्मीमा बाख्रा पालनबाट मनग्गे आम्दानी गर्दै स्थानीय सरकार अभिभावकको भूमिका निर्वाह गर्दै। गुल्मीको मुसीकोटले लियो 70 करोड भन्दा बढीको बजेट। जिल्लाका 12वटा स्थानीय सरकारले भन्दा धेरै बजेट लियो। रेसुङ्गा नगरपालिकाले शिक्षा र स्वास्थ्यमा लगानी बढायो। 67 करोड भन्दा बढीको बजेट लियो। र माधव नेपालको बयान, आफूले गल्ती नगरेको जिकिर। अब गाउँमै पाउनुहोस् सहरमा जस्तै सेवा र सुविधा। आयुष मोबाइल कम्प्युटर एन्ड इलेक्ट्रोनिक सेन्टर, चन्द्रकोट 8 मजुवा बजार, गुल्मी। के तपाईँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ वा कम्प्युटर बिग्रियो, के एक्सेसरिज चाहियो? अब टाढा जानु पर्दैन। आयुष मोबाइल कम्प्युटर एन्ड इलेक्ट्रोनिक सेन्टर तपाईको सेवामा सधैँ तत्पर छ। हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल सेटहरू पूर्ण वारेन्टीका साथ पाइनुका साथै कम्प्युटर र ल्यापटप आवश्यक पार्ट पूर्जा सहित पाइन्छ। चार्जर, कभर, हेडफोन, स्पिकर लगायत मोबाइल एक्सेसरिज, लेडिज, जेन्ट्स र बच्चाका लागि स्टाइलिस घडीहरू, रेडियो, टर्च, पंखा, अन्य सबै इलेक्ट्रोनिक सामग्रीहरू, साथै समयानुकूल विद्युतीय सामान गुणस्तरीय र सुपथ मूल्यमा पाइन्छ। हामी विशेष छौं किनभने विदेशमा सिप हासिल गरेका दक्ष प्राविधिकद्वारा मोबाइल, कम्प्युटर, घडी, रेडियो लगायतका सबै इलेक्ट्रोनिक सामग्रीको मर्मत गरिन्छ। हामी कहाँ फोटोकपी सेवा उपलब्ध हुनुका साथै इमर्जेन्सी फोटो पनि खिचिन्छ। गुणस्तरीय सेवा, सुपथ मूल्य, पूर्ण विश्वास। आयुष मोबाइल कम्प्युटर एन्ड इलेक्ट्रोनिक सेन्टर, चन्द्रकोट गाउँपालिका 8 मजुवा बजार, गुल्मी। प्रोप्राइटर हरि अरियाल। सम्पर्क नम्बर 9866 52 39 49। आयुष मोबाइल कम्प्युटर एन्ड इलेक्ट्रोनिक सेन्टर, तपाईको गाउँमा तपाईकै लागि। विगत 35 वर्षदेखि निरन्तर तपाईको सेवामा समर्पित आयुर्वेदिक भेराइटी स्टोर्स, रेसुङ्गा नगरपालिका 1, चिदीचौर, शहीद चोक, गुल्मी। हामी कहाँ सुत्केरी मसला, प्रेसर, सुगर, जन्डिस, पत्थरी, पाइल्स, ग्यास्ट्रिक लगायत रोगको उपचारका लागि आयुर्वेदिक औषधि पाइन्छ। साथै व्रतबन्ध, पूजाआजाका सामान पाइनुका साथै घरायसी प्रयोजनका लागि आवश्यक पर्ने किराना सामानहरू पाइन्छ। प्रोप्राइटर कपिल मणि पन्थी। फोन नम्बर 98 447 24 339। आयुर्वेदिक भेराइटी स्टोर्स, तमघास, शहीद चोक, गुल्मी। एक पटक सेवा लिन नभुल्नुहोला। अब समाचार विस्तारमा। मेहनत र इच्छा शक्ति हुने हो भने कृषिबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण गुल्मीका किसानले दिएका छन्। कुशल व्यवस्थापनकै कारण एउटै पेसामा निरन्तर लागेर राम्रो आम्दानी गरिरहेका छन्। गुल्मीको मालिका गाउँपालिका 3 ह्वाङदीका खगेश्वर घिमिरे अहिले 56 वर्षको हुनुभयो। घिमिरेले विगत 31 वर्षदेखि ह्वाङदीका पखेरामा बाख्रासँगै आफ्नो जीवन बिताइरहनु भएको छ। बाख्रा पालेरै आफ्ना 4 सन्तानलाई डिग्रीसम्म पढाउनु भयो भने अहिले पनि 52 वर्षीय श्रीमती गोमा घिमिरेको साथ लिएर 95 वटा बाख्रा पालिरहनु भएको छ, जसबाट राम्रो आम्दानी हुने उहाँ बताउनुहुन्छ। अहिले 31 वर्ष जति भयो। ठिकै छ सर, अब के हुन्थ्यो र बाँचियो छ, ऋण लाग्यो होइन। अब आम्दानी त दुःख गर्नुपर्छ, दुःख गरेपछि ठिकै छ, राम्रै छ। बिहान सबेरैदेखि राति अबेरसम्म श्रीमान श्रीमतीको समय बाख्राको स्याहार सुसार गरेर बित्ने गर्दछ। बजारीकरणको कुनै समस्या छैन। लेकमा हुर्केका र चरेका बाख्रा भएको हुँदा गुल्मीसँगै पाल्पा, प्युठान, रूपन्देही र अर्घाखाँचीबाट समेत बाख्रा खरिद गर्न व्यवसायीहरू आउने गर्दछन्। घर नजिकै प्रशस्त चरण क्षेत्र हुँदा बाख्रा पाल्न त्यति दुःख नहुने र अन्य पशुपालनबाट भन्दा बाख्रा पालनबाट राम्रो आम्दानी हुने उहाँको अनुभव छ। तर यो म आफ्नो अनुभवमा त राम्रै भएको मानेको छु मैले। यो तपाईँले चाहिँ 2-4 दिन अथवा यो अलि एउटा पालेर 2टा पालेर हुन्न, अलि लामो समय देख्नुभयो। अहिले यहाँ चाहिँ 5 छोडा अलग अलग खाना छन् मेरो यी।
स्थानीय सरकारले पनि सरकारी तथा गैर सरकारी संस्थासँग समन्वय गरेर किसानलाई विभिन्न प्रकारका सहयोग र अनुदानका कार्यक्रम सञ्चालन गरेको वडा अध्यक्ष ज्ञानकुमार बुढामगर बताउनुहुन्छ। हामीले चाहिँ किसानहरूलाई चाहिँ खोर निर्माण, घाँसको बिरुवा रोपण, त्यसपछि दाना लगायतका क्षेत्रमा चाहिँ सहयोग गरिरहेका छौँ। घिमिरे परिवारको यो मेहनत अरूलाई समेत प्रेरणाको स्रोत बनेको छ। उहाँहरूबाटै प्रेरित भएर भाङदीमा अहिले अन्य घर परिवारले पनि बाख्रा पालन व्यवसाय सुरु गरेका छन्। विपद न्यूनीकरण गर्न स्थानीय सरकारले कस्ता कुरामा ध्यान दिनु पर्ला भनेर आज हामीले गुल्मीका नागरिकलाई सोधेका छौँ। आम नागरिकहरूलाई पूर्व सूचना दिने, कम्तीमा पनि मोबाइलमा चाहिँ सूचना पूर्व रूपमा चाहिँ दिने खालको त्यस्तो खालको केही विकास गर्न सक्यो भने र जो जोखिम बस्तीमा बसिराखेको अवस्था छ त्यसलाई पूर्व रूपमै आकलन गरेर उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने खालका कार्यक्रमहरू यद्यपि भयो भने सायद यसबाट बचाउन सकिन्छ। विपदबाट जोगिनको लागि स्थानीय सरकार, प्रदेश सरकार, त्यसै गरी नगरपालिका, गाउँपालिका, जिल्ला प्रशासन कार्यालय जस्ता विभिन्न निकायहरूबाट विपदबाट जोगिनको लागि सहयोग लिनुपर्दछ र सँगसँगै सञ्चारका माध्यमहरूबाट विपदबाट जोगिनको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्दछ। अब पानी आउँछ, भलफोल हुन्छ, पहिरा जान्छ भने जग्गाबाट जनतालाई सारेर अलिक सुरक्षित ठाउँमा सार्ने, राम्रो ठाउँमा सार्ने र त्यो ठाउँमा कस्तो छ पहिले अनुगमन पनि गर्ने, त्यो ठाउँमा बस्न हुन्छ कि हुन्न। जनतालाई खतरा छ भने खतरा मुक्तको जहाँ बसेर खतरा मुक्त हुन्छ त्यो ठाउँमा सार्न पनि पर्यो। स्थानीय सरकारले अलिक पनि ख्याल गर्नु पर्यो र माथि केन्द्र सरकारले पनि ख्याल गर्नु पर्यो। अलिक मजबुत सरकार ठाउँ बलियो ठाउँमा सार्नुपर्ने हुन्छ। अब यो मौसममा यस ठाउँमा नबस्छ, सुरक्षा बनाउनु भनेर पहिले जनचेतना जगाइदिनु पनि पर्छ र जनताहरूले ख्याल। विपदबाट जोगिनका निम्ति स्थानीय सरकारले सबैभन्दा पहिला जहाँ विपत्ति जान सक्ने सम्भावना भएका क्षेत्रहरू छन् त्यहाँको बस्ती र समुदायहरूको पहिचान गरेर त्यहाँ विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्न चाहिँ आवश्यक छ। स्थानीय सरकारले विपदबाट बच्नको लागि विपद जाने जस्तो स्थान जहाँ जहाँ छ, जहाँ पहिरो जाने, नदीले कटान गर्ने त्यस्तो ठाउँहरूमा चाहिँ तटबन्ध गर्न पर्यो। त्यस्तो जोखिम देखिने ठाउँहरूलाई चाहिँ बसाइहरूलाई चाहिँ बस्तीहरूलाई सार्न पर्यो। अन्त सुरक्षित ठाउँमा लगेर सारेर व्यवस्थित गर्न पर्यो। र मलाई लाग्छ अहिले पोहोर साल बाढीले धेरै तहस नहस पारेको छ। त्यसैले बाढी तटीय क्षेत्रहरूमा चाहिँ पहिले तटबन्ध गर्ने व्यवस्था विशेष गरेर त्यसमा ध्यान चाहिँ दिनु। पहिलो कुरो त स्थानीय सरकारले कुन कुन जोखिम एरिया हुन् भनेर त्यो जोखिम एरिया छुट्याउनुपर्छ र त्यस पछाडि बाढी वा विपद आउने चाहिँ पूर्व सूचना भएसम्मको पूर्व सूचना उनीहरूलाई दिनुपर्छ र यदि चाहिँ विपद आइपरे जोखिम चाहिँ भइहाले पर कहाँनिर चाहिँ ल राख्ने भने त्यसको चाहिँ उचित व्यवस्थापन गर्ने गरी चाहिँ तयारी गर्नुपर्छ। गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष 2082-83 लागि 70,14,78,000 रुपियाँको बजेट लिएको छ। नगरपालिकाको 18औं नगरसभामा नगर उपप्रमुख गंगा श्रेष्ठले नीति तथा कार्यक्रम सहित उक्त बजेट प्रस्तुत गर्नु भएको हो। उहाँले प्रस्तुत गर्नुभएको बजेट विकास, समृद्धि र जनअपेक्षालाई समेट्ने गरी निर्माण गरिएको बताउनु भयो। नगरपालिकाको कुल बजेट मध्ये पुँजीगत तर्फ 21,57,90,000 रुपियाँ र चालुतर्फ 48,56,88,000 रुपियाँ बजेट विनियोजन गरेको छ। चालु खर्चको हिस्सा ठूलो रहेको यो बजेटले सेवा प्रवाह, पूर्वाधार निर्माण र कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ। नगर उपप्रमुख गंगा श्रेष्ठका अनुसार नगरपालिकाले यसपटकको बजेटलाई रोजगारी सिर्जना, उत्पादन र सेवा विस्तारमा केन्द्रित गर्ने लक्ष्य लिएको बताउनु भयो। बेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास भन्ने नारालाई आत्मसात गर्दै बजेट निर्माण गरिएको उहाँले बताउनु भयो। मुसिकोट नगरपालिका नेपाली कफीको उत्पत्ति स्थलका रूपमा परिचित छ। त्यसैले यस वर्षको बजेटमा कफी बगैँचा गाउँ गाउँमा मुसिकोटको सौरभ, गुल्मीको गौरव भन्ने नारा सहित कफी खेती प्रवर्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो। नगरपालिकाले नमुना कफी बगैँचा स्थापनाका लागि आवश्यक बजेट विनियोजन गर्दै कफी लगाउँ, आमदानी बढाउँ भन्ने दीर्घकालीन दृष्टिकोणलाई अगाडि बढाएको छ। नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली लगायत सेवा क्षेत्रको पहुँच विस्तारलाई समेत बजेट मार्फत प्राथमिकता दिएको छ। ग्रामीण क्षेत्रका विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जाल सुधारका लागि छुट्टै योजना सहित रकम विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताउनु भयो। मुसिकोट नगरपालिकाको बजेट जिल्लाका 12वटा स्थानीय तहहरू मध्येको धेरै बजेट हो। समाचारमा पालो भएको छ छोटो व्यापारिक विश्रामको, त्यसपछि पुनः उपस्थित हुने नै छौं।
विगत 35 वर्षदेखि निरन्तर तपाईको सेवामा समर्पित आयुर्वेदिक भेराइटी स्टोर्स रेसुङ्गा नगरपालिका 1 चिदीचौर सैद चोक गुल्मी। हामी कहाँ सुत्केरी मसला, प्रेसर, सुगर, जन्डिस, पत्थरी, पाइल्स, ग्यास्ट्रिक लगायत रोगको उपचारका लागि आयुर्वेदिक औषधि पाइन्छ। साथै व्रतबन्ध, पूजाआजाका सामान पाइनुका साथै घरायसी प्रयोजनका लागि आवश्यक पर्ने किराना सामानहरू पाइन्छ। प्रोप्राइटर कपिल मणि पन्थी। फोन नम्बर 9847 24 339। आयुर्वेदिक भेराइटी स्टोर्स तमघास सैद चोक गुल्मी। एक पटक सेवा लिन नभुल्नुहोला। अब गाउँमै पाउनुहोस् सहरमा जस्तै सेवा र सुविधा। आयुष मोबाइल कम्प्युटर एन्ड इलेक्ट्रोनिक सेन्टर चन्द्रकोट 8 मजुवा बजार गुल्मी। के तपाईँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ वा कम्प्युटर बिग्रियो के एक्सेसरिज चाहियो? अब टाढा जानु पर्दैन। आयुष मोबाइल कम्प्युटर एन्ड इलेक्ट्रोनिक सेन्टर तपाईको सेवामा सधैँ तत्पर छ। हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल सेटहरू पूर्ण वारेन्टीका साथ पाइनुका साथै कम्प्युटर र ल्यापटप आवश्यक पार्ट पूर्जा सहित पाइन्छ। चार्जर, कभर, हेडफोन, स्पिकर लगायत मोबाइल एक्सेसरिज, लेडिज, जेन्ट्स र बच्चाका लागि स्टाइलिस घडीहरू, रेडियो, टर्च, पंखा, अन्य सबै इलेक्ट्रोनिक सामग्रीहरू, साथै समयानुकूल विद्युतीय सामान गुणस्तरीय र सुपथ मूल्यमा पाइन्छ। हामी विशेष छौं किनभने विदेशमा सिप हासिल गरेका दक्ष प्राविधिकद्वारा मोबाइल, कम्प्युटर, घडी, रेडियो लगायतका सबै इलेक्ट्रोनिक सामग्रीको मर्मत गरिन्छ। हामी कहाँ फोटोकपी सेवा उपलब्ध हुनुका साथै इमर्जेन्सी फोटो पनि खिचिन्छ। गुणस्तरीय सेवा, सुपथ मूल्य, पूर्ण विश्वास। आयुष मोबाइल कम्प्युटर एन्ड इलेक्ट्रोनिक सेन्टर चन्द्रकोट गाउँपालिका 8 मजुवा बजार गुल्मी। प्रोप्राइटर हरि अरियाल। सम्पर्क नम्बर 9866 52 39 49। आयुष मोबाइल कम्प्युटर एन्ड इलेक्ट्रोनिक सेन्टर तपाईको गाउँमा तपाईकै लागि। विश्रामपछि पुनः स्वागत छ। अब लागौँ बाँकी समाचार प्रसङ्गतर्फ। रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष 2082-83 का लागि 67 करोड 21 लाख 10 हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ। पछिल्ला वर्षहरूमा रेसुङ्गा नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउँदै समृद्धिको यात्रालाई गति दिँदै आएको छ। प्रस्तुत बजेटले यस अभियानलाई थप तीव्रता दिने सङ्केत दिएको छ। जिल्ला स्थित रेसुङ्गा बहुमुखी क्याम्पस विगतमा गम्भीर आर्थिक सङ्कटमा परेको थियो। सोही क्याम्पसलाई पुनर्स्थापित गर्न नगरपालिकाले विगत 2 आर्थिक वर्षमा 1 करोड रुपियाँ भन्दा बढी सहयोग प्रदान गरेको छ। महालेखा परीक्षकको कार्यालय मलेपाले यो सहयोग रकमलाई बेरजु देखाए पनि शिक्षा बचाउने उद्देश्यले नगरपालिकाले उक्त जोखिम उठाएको थियो। अहिले क्याम्पसमा विद्यार्थी संख्या बढ्दो छ, कक्षा नियमित सञ्चालनमा छन्। पछिल्ला 3 वर्षमा नगरपालिकाले करिब 70 किलोमिटर सडक पिच गरेको छ। यसले दुर्गम बस्तीहरूलाई सडक सञ्जालमा जोड्ने स्थानीय आर्थिक तथा सामाजिक गतिशीलता अभिवृद्धि गरेको छ। त्यस्तै सिमिचौर स्थित रेसुङ्गा विमानको नियमित सञ्चालनसँगै गुल्मी जिल्ला देशको हवाई सञ्चालनमा जोडिएको छ। यसले पर्यटन प्रवर्धन, स्वास्थ्य सेवा र आपतकालीन अवस्थामा सहजता ल्याएको छ। नगरपालिकाले प्रदेश सरकार मातहतको गुल्मी अस्पतालमा विशेषज्ञ चिकित्सकहरूलाई टिकाइराख्न प्रोत्साहन दिने नीति लिएको छ। चिकित्सकहरूलाई अतिरिक्त तलब, सेवा सुविधा र आवश्यक सहयोग उपलब्ध गराउँदै नगरले जिल्लामै डाक्टरहरूलाई स्थायित्वका साथ राख्न सफल भएको छ। यसले स्वास्थ्य सेवाको गुणस्तरीय सकारात्मक प्रभाव पारेको छ। एसई परीक्षामा 4 GPA ल्याउने विद्यार्थीलाई 1 लाख रुपियाँ अनुदान पुरस्कार दिने निर्णय नगरपालिकाले गरेको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पतञ्जलि जग्गा खरिदमा हदबन्दी छुटको निर्णय नीतिगत निर्णय भएको दावी गर्नुभएको छ। विशेष अदालतमा बुधबार भएको बयानका क्रममा उहाँले यस्तो जिकिर गर्नुभएको हो। साथै उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्र अधिकार भित्र नपर्ने जिकिर पनि नेपालले बयानका क्रममा गरेको छ। थुन्सेक बहसका क्रममा सरकारी वकिल कार्यालयका प्रमुख मोहन सागर बस्यालले नेपालको बयानका क्रममा उक्त विषय भनेको जानकारी गराउनुभयो। तर नेपालको उक्त दावी यथार्थ नभएको बस्यालले बहसका क्रममा जिकिर गर्नुभएको छ। बयान सकिए लगत्तै अहिले थुन्सेक बहस जारी छ। थुन्सेक बहसका क्रममा अख्तियार
अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरिरहनु भएको छ। उहाँलाई इजरायलले केही प्रश्न गरेको थियो, अहिले बस्याल बहस गरिरहनु भएको छ। हामी समाचारको अन्त्यमा छौं। विधानपूर्वक प्रमुख समाचार पुनः एकपटक। गुल्मीमा बाख्रा पालनबाट मनग्गे आम्दानी गर्दै स्थानीय सरकार अभिभावकको भूमिका निर्वाह गर्दै गुल्मीको मुसीकोटले लियो 70 करोड भन्दा बढीको बजेट। जिल्लाका 12वटा स्थानीय सरकारले भन्दा धेरै बजेट लियो। रेसुङ्गा नगरपालिकाले शिक्षा र स्वास्थ्यमा लगानी बढायो। 67 करोड भन्दा बढीको बजेट लियो। र माधव नेपालको बयान, आफूले गल्ती नगरेको जिकिर। अवस्था बिजनेस सकियो। बी टेलिभिजन हेर्दै गर्नुहोला। अहिले भने आज्ञा दिनुहोस्। नमस्ते।